नेपालमा जस्तै नर्सिङ कसैले पढेको छ लेट्स से पिसिएल नर्सिङ होइन अथवा बिएससी नर्सिङ नै गर्नुभएको छ कसैले इफ हाम्रो पडकास्ट हेरिरहनु भएको छ भने चाहिँ सो उहाँहरूले क्यानाडामा आएर अथवा बिसीमा आएर भनौँ न जब पाउनको लागि कतिको प्र्याक्टिकल्ली पोसिबल छ कि अथवा एनक्लेक्सको लागि इलिजिबल हुन्छ कि हुँदैन के हुन्छ राइट अवे त पाउँदैन फर्स्ट अफ अल आउने अथवा नआउँदैखेरि पनि आउने सोच्दै हुनुहुन्छ भने अथवा आउने लगभग फिक्स भइसक्यो भने उहाँहरूले के गर्न सक्नुहुन्छ भने यहाँ चाहिँ एभ्री प्रोभिन्समा एउटा रेगुलेटरी बडी हुन्छ के उसले अब सबै म्यानेज गर्छ भनौँ न नर्सेस अनि मिडवाइफ्सहरूलाई हाम्रो यहाँ बिसीकोलाई चाहिँ बिसिसिएनएम भन्छ अनि उनीहरूको वेबसाइटमा जाने अनि जस रजिस्टर गर्न मिल्छ के आफूलाई एनक्लेक्स नदिकन हजुर त्यो सुरुको स्टेप भयो इभन नेपालबाटै गर्दा पनि मिल्छ त्यसको लागि चाहिँ यहाँ पनि हुनु पर्दैन इक्विभ्यालेन्सी चाहियो नेपालमा नर्सिङ पढेको छ भनेर के देखाउनु पर्यो हजुर म त्यसमै आउँदैछु के गर्न मिल्छ भने उहाँहरूले आफ्नो डकुमेन्टहरू फर इक्जाम्पल अपलोड गर्ने त्यो स्पेस हुन्छ भनौँ न युजली आई बिलिभ उहाँहरूको नेपालकै इन्स्टिट्युटले अनि उहाँहरू बिसिसिएनएमलाई नै फरवर्ड गरिदिने हुन्छ क्यारे